अब हामी डाइरेक्ट के गरौँ भन्दाखेरि भिडियो काटेर हेरौँ है त। जस्तै मलाई के लाग्यो भन्दाखेरि अब यो भिडियो यहाँ ल्याइसकेपछि यो 30 सेकेन्ड र 45 सेकेन्डमा चाहिँ भिडियो काट्नु पर्यो। मानौँ यो 30 सेकेन्डमा भएको फुटेज यहाँनिर र यो 45 सेकेन्डमा भएको 30 देखि 45 सेकेन्डको बिचको फुटेज हामीलाई चाहिएन, काटेर फाल्नु पर्यो भन्ने लाग्यो भने यहाँनिर यतापट्टि हेर्नु है टुल्सहरू। यहाँनिर यो छ नि रेजर टुल, किबोर्डमा सी प्रेस गर्नुभयो भने पनि यो एक्टिभ हुन्छ है। सी गर्नुभयो भने एक्टिभ भयो, निलो भयो। त्यसको यो सेलेक्सन टुल भी गर्यो भने एक्टिभ हुन्छ है। अब यसलाई क्लिक गरे पनि हुन्छ। क्लिक गरेँ मैले रेजर टुललाई। हामीले काट्नुपर्ने कहाँदेखि कहाँसम्म 30 देखि 45। अब यो रेजर टुललाई यसरी भिडियोमा लाने, चेन्ज भयो हेर्नु है, यसरी चेन्ज भयो, पत्ती जस्तो आयो नि। यहाँ क्लिक गर्ने, क्लिक गर्ने बित्तिकै यहाँनिर त दुईवटा क्लिप बन्यो है, दुईवटा हाम्रो भिडियो क्लिप बन्यो। यहाँनिर एउटा चाहिँ कट देखियो, अर्को चाहिँ हाम्रो कहाँनिर काट्ने 45मा। यहाँनिर मैले यो लगेँ, यहाँनिर काटेँ, तीनवटा क्लिप बन्यो। बिचमा एउटा क्लिप छ, अब फाल्न पर्ने त बिचको हो। सेलेक्सन टुललाई मैले क्लिक गरेँ, बिचकोलाई क्लिक गरेँ, एउटा मात्रै सिलेक्ट भयो। ल हेर्नु त, यो गर्दा यो सिलेक्ट भइरहेछ, यो गर्दा यो सिलेक्ट भइरहेछ, यो गर्दा यो सिलेक्ट भइरहेछ। यसलाई क्लिक गर्दा यो सिलेक्ट भयो। अब यसलाई फाल्नु पर्यो, यो त हामीलाई चाहेको छैन। किबोर्डमा डिलिट प्रेस गर्ने अनि यहाँनिर खाली भयो, त्यो हट्यो।